कपालले कति घिन लाग्दो गरेर काटे हो त्यो सुधार केन्द्रमा बस्ने मान्छेको जस्तो गरेर। आज चाहिँ हाम्रो पार्टी छ। एउटा म्याडम यहाँ हुनुहुन्छ। गर्मीले मर्न लागिरहेछ, खानु पर्छ, पकाउनु परिहाल्यो। गर्मीमा बेसरी नै छ होइन। हामीले नपकाए पनि हामी यहाँ छेउमा बस्नेलाई झन् गर्मी हुँदो रहेछ नि त। अब पकाउनु गुड धेरै त पकाइराख्नु त्यही पनि हामी हेर्नेलाई चाहिँ एकदम गर्मी हुने रहेछ क्या दिदी। उता चाहिँ हो ठुले आमाले चाहिँ बोरामा हो कि केमा पापड हाल्दै हुनुहुन्छ। ल साथी हो पुलाउको लागि नि गाजर काट्दै यता। तर पुलाउ बनाउने म चाहिँ होइन है, पुलाउ बनाउने दिदी हो, सिर्फ म काट्नको लागि मात्र। यहाँ चाहिँ हेर्नुहोस् चामल केराउ पकाउने मान्छे घिउ अझै तिनवटा भाँडामा पकाउनको लागि चाहिँ कुकरमा राखिराख्नु भएको पकाउने मान्छे। म चाहिँ काट्दैछु। ठुले आमा अहिले काट्यो क्या भाइ हो महँगो गयो भाइ धन्न काटेन। ल साथीहरू यहाँ चाहिँ अचार बनाउनु लाउनु भयो। मलाई धोकेबाज भन्नुभयो यहाँ। किन चाहिँ धोकेबाज भन्नुभयो दिदी मलाई? भुत जस्तो भिडियो निकाल्नु अनि थाहा दिएर अनि बनायो भने त कहाँ दिनुहुन्छ त नि हजुरले बनाउनलाई। अनि त्यही भएर लुकी लुकी बनाएको अचार बनाउन लाउनु भयो यहाँ। ल के निचार्दिने काका तिमी निचार्दिने। ल बाई ल अब अहिले पछि हस् ल हाम्रो खाना खाने टाइम। आजको मासु चाहिँ सरुले के भन्छ अरे धेरै हाल्दिनँ म। किन पिरो टक्क बनाउन पिरो बनाइ ल न यो हालेर उबारेर म दिन्छु तपाईँको भाग। ल साथीहरू खाए ल। यो रेसिपी थाहा छ है। यहाँ मासु देखाउन मासुको कुरा भएरमा। ल हेर्नुहोस् साथीहरू मासु खतरा भयो। आर्यन कस्तो बाबु कस्तो हो सानो सानो कस्तो हो? पानी धेरै हाल्नु मेरा पालो मैले पनि खोलिदिएँ। यो त रिसैले हो भने चाहिँ खाइछे सर। यो रिसैले हो भने फेरि हामी चटपटे खाने मान्छेलाई पिरो स्पाइसी खाने मान्छेलाई पिरो भएन नि मिठै हुन्न के। कस्तो राम्रो भएको यो। पाँचवटा खानुपर्छ नि, एउटा खायो नि त्यस्तै हो, पाँचवटा खायो नि त्यस्तै हो कि पिरो। आजभोलि दाइ भाउजू खुब टिकटक आउनु थाले मदेखि रहेछ नि त ऐनामा नानीले बनाइदिने हो। गर्नुपर्छ क्या इन्जोय गर्नुपर्छ। खाए ल खानु त अघि नै खाएको खासहरू के पासोको साथीहरू त्यो हामीले हेरेको होइन आठ कुन छ शान्ति सूत्र हाल्ने काम नगर है म त ब्लग हाल्दिन्छु तिमीलाई। म आज हाल्छु अनि सबैकोमा छ। म त झगडै गर्छु अब त। म त तिमीलाई ब्लगै हाल्दिन्छु। केही भएन है साथीहरू। मोबाइलै फुटाइदिनेछ आइफोन यत्रै सिटी। मेरो आइफोन फुटाएन केही छैन है साथीहरू। भिडियो जस्तो बात त्यस्तो नहाल भने तर म उसको चाहिँ फिल्टर लाएर 10 वटा फिल्टर लाएर राम्रो निकाल्छ। कति राम्री गन्छ उ चाहिँ अनि हाम्रो चाहिँ फिल्टर खोजी खोजी यस्तो भूतको जस्तो तालु नभएको तिमी त्यस्तो गर्दिनी के। त्यो ढुलढुलो खाडोमा खाँदैन। ढोका नलाउन आमा। नलगाउ न ढोका। कस्तो हो दिदी मिठो भएको तर तपाईँ त यो त साह्रै भयो दिदी।
मान्छे र यो मोबाइलमा त अति गोरा आएछ ले कस्तो चुसेको त दिदी हात पनि मिठो भएर भन्नु न मिठो भएर रिसायो हो यसरी भात खानेलाई उठ्यो भने मलाई बुझ्दैन नि त नबोल्यो भने चाहिँ रिसा के हो नानी चिसो खाने आउँछ नि पकाइदिन्छु म भाउजूको भाग मासु अब पुलाउ त मलाई त मासु निक लाग्यो मिठै बनाउँछ पिरो पिरो छ सधैँ खानेलाई दिँदा हो बनाउने पुलाउ चाहिँ मलाई तरुले भाँडाभरि थियो नै हुन्छ नि हजुर नै हो बिरयानी नल्लीहरू हेरेर गराएको तिम्रो टिक्ला बनाइदिएको पागल भइसक्यो नानी हामीले दाइ ल साथीहरू खाना खाइयो खाना खाएपछि अब यसो पचाउनको लागि हिँड्दैछौँ सानो धेरै टाढा त गएनौँ यहीँ घरसँगै घर